खुङखार लुटेराहरूलाई दिनभर ट्याक्सी चलाउने रातभर लुटपाट गर्ने यस्ता छन् 10 खुङखार लुटेरा। राति 12 बजेपछि बिहान 4 बजेसम्म जो मानिस आम नागरिक सडकमा आउनुहुन्छ उहाँहरूलाई लुटपाट गर्ने उद्देश्यले एउटा संगठित गिरोहहरू सक्रिय भएको अवस्था थियो। प्रहरीले काठमाडौँका विभिन्न ठाउँमा लुटपाट मचाएका 10 जना लुटेराहरूलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले 3 महिनादेखि गरगहना तथा नगद लुटपाट तथा कुटपिट गर्दै आएका लुटेराहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। परिसर प्रहरी वृत्त स्वयम्भू प्रहरी वृत्त गौशालाबाट खटिएको संयुक्त टोलीले बुधबार राति मूलपानीमा गोली हानेर 10 लुटेराहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काभ्रेको भलम्बु गाउँपालिका 3 घर भएका 23 वर्षीय विनय तामाङ, सिन्धुली मरिन गाउँपालिका 5 का 24 वर्षीय आयन माझी, मरिन 7 का 32 वर्षीय सबिन माझी, खोटाङ जलेश्वरमा काम गर्ने मोरङ पाथिभराका 23 वर्षीय मनिष रैली, काभ्रेको चौरी देउराली 1 का 29 वर्षीय पेमा तामाङ, चौरी देउराली 1 कै 20 वर्षीय सलोन तामाङ, काभ्रेको भलम्बु 1 का 18 वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्भा 8 का 32 वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालीगढ 28 वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसङ्खु पाखर 3 का 29 वर्षीय पूर्वा तामाङ छन्। 23 वर्षीय विनय तामाङ लुटपाट डाका चोरीको मुख्य योजनाकार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउ परेका सबै अपराधिक पृष्ठभूमिका रहेको र दिनको समयमा ट्याक्सी चलाउने र राति लुटपाटमा संलग्न हुने गरेको एसएसपी थापाले जानकारी दिए। पक्राउ परेका गिरोहहरू जेनजी आन्दोलनपछि लुटपाटमा सक्रिय रहेको देखिएको उनले बताए।